आजको टपिक रहेको छ समूह र समूहका प्रकारहरू भनेर। अब समूह भनेको के हो त भन्दाखेरि समूह भनेको राम्रोसँग परिभाषित गर्न सकिने वस्तुहरूको सङ्कलनलाई नै समूह भनिन्छ। जस्तै 1 देखि 20 सम्मका जोड सङ्ख्या हुन सक्छन्, 1 देखि 20 सम्मका बिजोड सङ्ख्या हुन सक्छन्। त्यसैगरी तपाईहरुलाई पढाउने शिक्षकहरूको समूह हुन सक्छ। किन भन्दाखेरि चाहिँ अब शिक्षकहरूको समूह भनेपछि चाहिँ त्यो परिभाषित गर्न मिल्यो। जोड सङ्ख्याहरूको समूह भनेपछि त्यो पनि परिभाषित गर्न मिल्यो। त्यस्तो कुराहरूलाई चाहिँ हामीले समूह भनिन्छ र समूहका प्रकारहरू खास गरी दुई प्रकारका हुन्छन्। एउटा खप्टिएको समूह र अर्को अलगिएको समूह। आउनुहोस् खप्टिएको र अलगिएको समूह कस्तो हुन्छ गरेर हेरौँ। खप्टिएको समूहमा समूह र अलगिएको समूह। अब खप्टिएको समूहमा दुईटा समूह बनाऊँ। A बराबर 2 3 5 7 भनेर बनाइयो। अनि B बराबर 2 4 6 8। अब यहाँ हेर्न सक्नुहुन्छ A र B चाहिँ के भयो, यहाँ साझा सदस्य आयो दुईटामा। हो यो साझा सदस्य छ भने चाहिँ यो खप्टिएको समूह हुन्छ। जस्तो कि कुनै दुईटा समूह छन् र त्यो समूहमा साझा सदस्य छन् भने चाहिँ त्यो खप्टिएको समूह हुन्छ। र अर्को अलगिएको समूहको पनि उदाहरण हेरौँ। A बराबर 1 3 5 7 र B बराबर 2 4 6 8 भयो भने यहाँ बिजोड भयो, यहाँ जोड भयो। अब यहाँ चाहिँ कुनै पनि दुईटामा साझा सदस्य छैन। यो भइसकेपछि यो के भयो, अलगिएको समूह भयो। अब यो दुईटाको भेन चित्र पनि बनाएर हेरौँ। यो हेर्न सक्नुहुन्छ यो चाहिँ खप्टिएको समूह भयो, किनकि यसमा साझा सदस्य थियो र यहाँ चाहिँ साझा सदस्यलाई यसरी देखाइन्छ। यो इन्टरसेक्सन भन्छ यसलाई चाहिँ। यो चाहिँ खप्टिएको समूह भयो। अब अलगिएको समूह फेरि कस्तो हुन्छ भन्दाखेरि अलगिएको भन्ने बित्तिकै दुईटा छुट्टा छुट्टै भयो। यहाँ यो A भयो, यो B भयो। A भित्र 1 3 5 7 गरी चारवटा रह्यो। अनि त्यसैगरी 2 4 6 8 गरेर यो चाहिँ अलग भयो। यो खप्टिएको भयो। खप्टिएको किन भन्दाखेरि दुई साझा छ र यो अलगिएको भयो किनकि यसमा कुनै पनि साझा सदस्य छैन। यसरी चाहिँ हामीले समूहलाई विभाजन गर्ने गरिन्छ। साझा छ भने चाहिँ खप्टिएको समूह, साझा छैन भने चाहिँ अलगिएको समूह। आजको 2 मिनट्स म्याथ यति नै। बाई।